को झिल्के केटो पल्लोको गोरे कोसँग नि हामी छोरीको माया प्रेम छ होस गरे चाहिँ बुढी रानी हामी छै भरे छोरीलाई फोन गरेर कोठाभित्र राख्नु पिसाब लाग्यो भने कोकरामा गर्नु झालाबाट फाले बुढी भयो लाजा वर्षा परि झिल्केदा आयो छोरी भन्छे आमा पेट खायो कपालु ठीक छ हैन ठीक छ हामी गर्छौं समाउँछौं म समाउँछु नि केटाहरूलाई कुम्ले हानी आजम सरी भनेको किन हो केटाहरूलाई परिचय दिन हो कपालुको मेरी सासू गाडा माथि पोते लागी अलक्षिनी यसो सिधा फर्केन बाटोतिर भनेको यता गयो के विदेशी घरियो केटीहरूले लाउन थाले पाइटा आजकलका केटीहरूले लाउन थाले पाइटा सडक ड्राइभर देखे भने खेल्न थाल्छन् फाइदा कपाल कोरेले ठिक छ होइन कपाल कोरेले ठिक छ कि